यस तरिकाले बाइट गरेपछि यसलाई सिगरेटको तरिकाले यो तरिकाले हामीले यो तरिकाले हामीले हालिदियौँ। बिस्तारै हालिसकेपछि यो जुन हाम्रो उता गएको रोप हुन्छ त्यो रोपलाई हामीले जुन उसमा एङ्कर गरेका हुन्छौँ, एङ्कर गर्ने उस ठाउँमा एङ्कर गरेको रोपलाई यो यसको लुपीभित्र यस तरिकाले छिराई उताबाट एङ्कर भएको रोपलाई ल्याएर हामीले चाहिँ यस तरिकाले यसलाई क्याराबिनामा जोडिदिन्छौँ। क्याराबिनालाई जोडिसके पश्चात हाम्रो यो जुन मेन लाइनको रोप हुन्छ यो उहाँ उता एङ्करमा गएको यो रोपलाई चाहिँ यस मुताबिक तान्दै छोड्दै गर्दाखेरि चाहिँ हाम्रो रिभर क्रसिङको रोप तन्किन्छ। यो चाहिँ के त हाम्रो यो क्याराबिनर यदि हामीसँग क्याराबिनर छैन भने चाहिँ हामीले यो सिस्टम चाहिँ के त युजमा गर्न सकिन्छ भने अब हामीले के त फुल क्लोभिजबाट पनि के त सिस्टम बनाउन सकिन्छ। यही तरिकालाई फुल क्लोभिजमा सिकाउँदै हुनुहुन्छ हुद्दा चन्द्रबहादुर गुरुङ। यसलाई चाहिँ हामीले पहिले खोल्यौँ। अब यो खोल्ने बेला नि यही हो, यो यताको उताबाट त्यो जुन तन्केको रुख थियो नि त्यसलाई लुज गराइदिने। अब खोल्यो क्याराबिना भयो। अब हामीले यो रिभर क्रसिङ बेस बनाउँदाखेरि चाहिँ हामीले पहिला त्यहाँ सिस्टम बनाएको हुन्छ। अनि सिस्टम बनाइसके पछाडि चाहिँ बेस्ट स्विमरले के गर्छ त पौडी यो मेन यो बेस बनाउने रोपलाई के त एङ्कर गरेर के त कहाँ चाहिँ पोइन्ट खडा गर्ने हो, आफ्नो के अरे बेस कहाँ बनाउने हो त्यहाँसम्म आएर के त त्यसले चाहिँ ठ्याक्क यो डोरीलाई चाहिँ यसरी एक राउन्ड यसरी घुमाएर ल्याएर यहाँ चाहिँ एउटा यस्तो डबल नट यो थम नट बनाएको हुन्छ। थम नट बनाएर चाहिँ यसरी लुपी निकालेर क्याराबिनरले यसरी राखेको हुन्छ है। यो चाहिँ हामीले चाहिँ के त बेस बनाउँदाखेरि चाहिँ यसलाई नि के त एङ्कर गरेको हुन्छ। यहाँ चाहिँ एकजना मात्रै हुन्छ हो। अब चाहिँ मेन कुरो सिक्नुपर्ने चाहिँ हेरी यहाँ चाहिँ अब के त क्याराबिनर भएको यसलाई चाहिँ के त फुल क्लोभिज बनाउने है। फुल क्लोभिज बनाएर के त क्याराबिनरलाई यो मुताबिक के त यसरी गरेर यसरी राख्ने, यसरी घुमाइदिने हो। अब यहाँ मिलाउने ट्याक्कै यहाँ मिलाउने यो रोप आएको छ नि यो यताको रोप मेन यसलाई चाहिँ के त भित्र छिराएर यस्तो लुप बनाउने। लुप बनाइसके हामीले यहाँ चाहिँ एउटा थम नटमा चाहिँ बनाएको थियो नि हामीले यस्तो यो उस गरेर थम नट बनाएर गरेर राखेको थियो। त्यसलाई चाहिँ घुमाएर ल्याएको। अब तन्काउने बेला के गर्नु पर्यो त यो डोरीको यताबाट घुमेर आएको भागलाई के त यसरी तन्काउनु पर्यो। मजाले हामीले एक्लैले मजाले तन्काउन सकिन्छ क्या यो मजाले यो तन्काउने बेला नि यस्तो हुनु पर्यो। डोरी चाहिँ यो खप्टिएको यताउति हुनु भएन सँगै गरेर अब यसैलाई खोल्नु पर्यो भने हामीले तन्काउँदाखेरि यसै रोपलाई यो तरिकाले यता तानेको थियौँ। अब खोल्दाखेरि चाहिँ विपरीत बसेर यो तरिकाले तानिदिएपछि मजाले खुल्छ।